हेर्नुहोस् है त, यो लाइन तपाईँको सूर्यको लाइन हो। किन भन्दाखेरि यो चाहिँ सूर्यको माउन्टबाट तल झरेको लाइन हो। यदि यो सूर्यको लाइनमा तपाईँहरूको सूर्यको यो जुन रेखालाई यसरी दुईटा धर्काले काटेको छ भने यो सङ्केत चाहिँ शुभ मानिँदैन। किन भन्दाखेरि यो सङ्केतले चाहिँ सधैँ तपाईँहरूलाई एउटा बदनामीको डर बनाइराख्छ। भन्नुको मतलब यदि तपाईँहरूको हातमा यसरी सूर्यको लाइनलाई चाहिँ सूर्यको रेखालाई कुनै एउटा दुईटा रेखाले काटेको छ भने तपाईँहरूलाई ठुलो लालसा नलाग्ने, तपाईँहरूको ठुलो बदनामी हुने सम्भावना चाहिँ सधैँ भइ नै रहन्छ। तसर्थ तपाईँहरू पनि आफ्नो हातको रेखा हेर्नुहोस् अथवा आफ्नो आफन्तको रेखा हेर्नुहोस्, अनि यदि यस्तो खालको रेखा छ भने तपाईँहरू सचेत हुन सक्नुहुन्छ, किनभने तपाईँहरूलाई ठुलो बदनामी लाग्न सक्छ।